12औं अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि र मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू, आज विशेष गरेर 12औं अन्तर्राष्ट्रिय योग दिवस मनाउनको लागि यहाँ उपस्थित हुनुहुने सम्पूर्ण मेरा आत्मिक दाजुभाइ तथा दिदीबहिनीहरू, विद्यार्थी भाइ बहिनीहरू र आज हामीले विशेष गरेर देशैभरि 12औं अन्तर्राष्ट्रिय योग दिवस मनाइरहेको अवस्था छ र आज मात्र सीमित नरहेर हाम्रो जीवनमा हाम्रो शरीरलाई स्वस्थ बनाउनको लागि, हष्ट र पुष्ट बनाउनको लागि यो योग एकदमै आवश्यक छ। हजुरहरू एकदमै बुद्धिमानी हुनुहुन्छ र योगको बारेमा हजुरहरूलाई सबैलाई थाहा पनि छ र कसरी गरिन्छ। हाम्रो पतञ्जलि योगको आदरणीय बहिनीले पनि भनिसक्नु भएको छ, भाइजीले पनि भनिसक्नु भएको छ र सम्पूर्ण उपायहरू हजुरहरूलाई बताइसक्नु भएको छ शरीरलाई स्वस्थ राख्नको लागि। र योगको साथसाथै राजयोग पनि एकदमै आवश्यक छ। जीवनमा सुख शान्ति जीवनमा प्राप्ति गर्नु छ भने राजयोगको पनि आवश्यक छ। जसरी एउटा गाडीलाई चलाउनको लागि एउटै पाङ्ग्राले चल्दैन, दुईटै पाङ्ग्रा सँगसँगै चल्नुपर्छ, तब त्यो गन्तव्य स्थानमा पुग्न सक्छ। त्यसै प्रकारले हाम्रो जीवनमा पनि मनलाई पनि स्वस्थ राख्नको लागि, खुसी राख्नको लागि, शान्ति बनाउनको लागि र यो शरीरलाई पनि हष्टपुष्ट राख्नको लागि दुईटै आवश्यक छ। योगको साथसाथै राजयोग पनि आवश्यक छ। र आज हामीले अनेक किसिमका हाम्रा दाजुले भनिसक्नु भएको छ, हामीलाई अनेक किसिमका रोगहरू उत्पन्न भइरहेको अवस्था पनि छ। ग्रस्त छौँ रोगले र एकातिर चाहिँ तनावले ग्रस्त पनि छौँ। तनाव भनेको के त? यो मन र तनलाई तानातानलाई तनाव भनिन्छ। आज सबै छौँ, सानो बच्चादेखि लिएर बुढोसम्म हामी सबै तनावले ग्रस्त भएको अवस्था छ, टेन्सनले ग्रस्त भएको अवस्था छ। र त्यो टेन्सनलाई र तनावलाई व्यवस्थापन गर्नको लागि योगको साथसाथै राजयोग पनि एकदमै आवश्यक छ। मेडिटेसन जो आज हामीले बिहान उठेर कोसँग कुरा गर्ने, परमात्मासँग, आत्माको कनेक्सन परमात्मासँग हामीले जोड्न आवश्यक छ। अहिलेको परिवेश हेर्दाखेरि, कलिगी दुनियाँको परिवेश हेर्दाखेरि बिहान उठ्ने बित्तिकै हामीले मोबाइल खोल्न थाल्छौँ, हो कि होइन? साँझ सुत्ने कति बेला 12 बजेको समय हाम्रो सुत्ने हुन्छ। सुत्ने समयमा उठ्ने, उठ्ने समयमा सुत्ने प्रक्रिया भइरहेको अवस्था छ। त्यसैले आज यी साधनहरूलाई पनि हामीले सदुपयोग राम्रोसँग हाम्रो जीवनमा फाइदा हुने तरिकाले सदुपयोग गर्यो भने हाम्रो जीवनमा धेरै कुराहरू सिकिन्छ पनि र सफल पनि भइन्छ। यदि हामीले त्यसको दुरुपयोग गर्छौँ भने हाम्रो स्वास्थ्यलाई पनि असर पर्छ र मनलाई पनि असर पर्छ। त्यसैले हामीले आत्माको कनेक्सन परमात्मासँग जोड्नको लागि बिहान उठ्ने बित्तिकै हामीले अनेक किसिमका घटनाहरू, समाचारहरू त्यो मोबाइल खोलेर मात्र नहेरेर सुरुमा उठ्ने बित्तिकै परमात्मासँग हामीले कनेक्सन जोडौँ, आत्माको कनेक्सन जोडौँ। र आजको दिनचर्या, हे भगवान्, आजको दिनचर्या मेरो एकदमै राम्रो होस्। आज संसारमा धेरै आत्माहरू छन्, तडपिरहेका छन्, दुखी छन्। धेरै साधनहरू मान्छेसँग आज धेरै भौतिक साधनहरू छ, तर त्यो खुसी छैन, त्यो शान्ति छैन। तडपिरहेको अवस्था, दुखी भइरहेको अवस्था। कहाँ जाउँ? क्षणिकलाई खुसी पार्नको लागि, क्षणिक खुसी प्राप्तिको लागि आज मान्छे कति लाखौँ खर्च गरेर कहीँ होटलमा जाने हो कि कुनै सिनेमामा हेर्ने हो कि त्यो खुसी, क्षणिकको खुसीको लागि आज मान्छे कहाँ तडपिरहेको छ, भट्किरहेको छ। तर हामीले बिहान शुभ बिहानीमा, शुभ बिहानी भनेको अमृतको बेला हो। यो अमृतको समयमा हाम्रो मन पनि खाली हुन्छ र वातावरण पनि स्वच्छ हुन्छ, सफा हुन्छ। त्यो समयमा हामीले परमात्मासँग स्मरण गरौँ, याद गरौँ, शक्ति भरौँ। आजको दिनचर्या एकदमै राम्रो होस्। मेरो मुखबाट कहिल्यै पनि नराम्रो वचन कसैको लागि नहोस्। मेरो आँखाले राम्रो देखियोस्, मेरो हातले राम्रो कर्म गरोस्, यो खुट्टाले कहीँ पनि नराम्रो बाटोतिर नजाओस्, राम्रो बाटोतिर नै जाओस्। यो सङ्कल्प गर्नुहोस्।
परमात्मासँग कुरा गर्नुहोस् बिहान उठ्ने बित्तिकै। र आज संसारमा जति पनि आत्माहरू छन् ती आत्माहरूको लागि योगदान दिनुहोस्, भूमिको लागि योगदान दिनुहोस् र आफ्नो आमा बुवालाई पनि त्यो अनुसारको आशीर्वाद मागेर योगदान दिनुहोस्। संसारका आत्माहरूलाई पनि त्यो योगदान दिनुहोस्। यो अभ्यास हजुरहरूले गर्नुहुन्छ भने हजुरहरूको जीवनमा सदाभर उन्नति प्रगति सदाभर बढ्दै जानेछ। यो ब्रह्मकुमारीश्वरी विश्वविद्यालयले पनि आज सेन्टरहरूमा जति पनि यो ब्रह्मकुमारीश्वरी विश्वविद्यालय छ त्यहाँ आज योगको साथसाथै राज्यको एकदमै आवश्यक छ भनेर यस्ता आध्यात्मिक कुराहरू शरीरको लागि पनि र मनको लागि पनि। यो मनलाई जस्तो गर्नुहुन्छ त्यस्तै हुन्छ, जस्तो सोचेंगे। त्यसरी भनिन्छ नि, जैसा सोचेंगे वैसा बन जाएंगे। जस्तो सोच्नुहोस् त्यस्तै बन्नुहुन्छ। बिहान उठ्नुपर्छ भनेर मानसिक बनाउनुहोस् न। हजुरले साँझ बनाउनुहोस् कि भोलि बिहान मलाई यति बजे उठ्नु छ, यति बजे उठेर मलाई यो गर्नु छ भनेर मानसिक हजुरले त्यो अनुसारको बनाउनुहोस्। हजुर पक्कै पनि उठ्न सक्नुहुन्छ र त्यसमा लाग्न सक्नुहुन्छ। यदि हजुरहरूले भइहाल्यो यस्तै त हो नि भनेर सोच हाम्रो नेगेटिभ हुन्छ भने तब हाम्रो मनस्थिति पनि त्यो अनुसारको हुन्छ र शरीर पनि त्यो अनुसारको चल्न थाल्छ। त्यसैले हजुरहरू धेरै बुद्धिमानी हुनुहुन्छ, धेरै जानकार हुनुहुन्छ, यसको बारेमा सबैलाई थाहा पनि होला। र यो ब्रह्मकुमारीश्वरी विश्वविद्यालयले पनि हाम्रो शारीरिकको साथसाथै मानसिक मेडिटेसन गराउँछ, राजयोग गराउँछ, ध्यान गराउँछ र परमात्मासँग लिङ्ग कसरी जोडिन्छ यो 7 दिनको बेसिक पनि हुन्छ। हाम्रो आदरणीय भाइजीले पनि यो गर्नुभएको छ, यहाँ अग्रज दाजुहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि यो राजयोग भनेको के हो यसको बारेमा पनि थाहा छ। र यहाँ जति पनि हुनुहुन्छ आज हामीले आजको दिनलाई मात्र सीमित नमानेर हजुरहरू सधैँ आफ्नो जीवनलाई स्वस्थ र निरोगी बनाउनको लागि र अनेक किसिमका रोगहरूबाट मुक्त हुनको लागि आफ्नो जीवन खुसियाली जीवन बनाउनको लागि यो दुईटै आवश्यक छ। हजुरहरूको जीवनमा अझै पनि यस्ता व्यायामहरू गर्दै आफ्नो जीवनलाई हस्तपुष्ट बनाउनु हुने छ भन्दै आज विशेष गरेर यो 12औं अन्तर्राष्ट्रिय योग दिवसको सम्पूर्णमा म लगायत यस ब्रह्मकुमारीश्वरी विश्वविद्यालयको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना पनि दिन चाहन्छु। ओम शान्ति। धन्यवाद छ। ओम शान्ति।